हेलो गाइज, तपाईँहरूलाई म एयरपोर्टले कसरी काम गर्छ, मेरो कानसम्म त्यो साउन्ड कसरी आइपुग्छ भनेर थोरै भन्छु है त। मानौ मैले यो कानमा लगाएँ है, यो कानमा लगाएर ब्लुटुथ मेरो मोबाइलबाट अन गरेँ भनेपछि मेरो मोबाइलको रेडियो सिग्नल फाल्ने गर्छ। सबभन्दा पहिले है मेरो मोबाइलले रेडियो सिग्नल फाल्छ र यसले पनि रेडियो सिग्नल फालिरहेको हुन्छ र यसले रेडियो सिग्नल फालिसकेपछि दुईटाले एकअर्कासँग मिट गर्छन् र एकअर्कासँग कनेक्ट गर्ने गर्छन्। अनि कसै थाहा हुन्छ कि यही एयरपोर्टबाट आएको भनेर कसै थाहा हुन्छ, यही मोबाइलबाट ब्लुटुथ आएको भने कसै थाहा हुन्छ भन्ने कुरा गर्नुहुन्छ भने यो एयरपोर्टमा भन्दा पनि मोबाइलमा चाहिँ एउटा आइडेन्टिफिकेसन नम्बर हुन्छ र एयरपोर्टमा पनि एउटा आइडेन्टिफिकेसन नम्बर हुन्छ र दुईटा कनेक्ट भइसकेपछि नेक्स्ट टाइम कनेक्ट गर्ने बेला डाइरेक्टली कनेक्ट हुने गर्दछ, किनकि त्यसले मोबाइलले चिनिसकेको हुन्छ यो एयरपोर्टबाट आएको हो, यो नम्बरबाट आएको हो भनेर। खास कसरी अडियोमा कन्भर्ट हुन्छ, हाम्रो यहाँ भिडियो हेऱ्यो भने पनि हाम्रो मोबाइलमा भिडियो हेऱ्यौँ तर मेरो यहाँ चाहिँ अडियोमा कसरी आउँछ भन्ने कुरा गर्नुहुन्छ भने सबभन्दा पहिले के हुन्छ भने अडियो सिग्नल फाल्ने गर्छ मोबाइलले। अडियो सिग्नल फालिसकेपछि त्यसलाई डिजिटल सिग्नलमा कन्भर्ट गर्ने गर्छ। डिजिटल सिग्नलले खास के गर्छ, सेक्युरिटीको कुरा गर्छ। अनि डिजिटल सिग्नलले रेडियो सिग्नलमा फाल्छ र रेडियो सिग्नलको थ्रु चाहिँ हाम्रो एयरपोर्टमा आइपुग्छ र एयरपोर्ट पनि त्यही नै गर्छ, रेडियो सिग्नललाई डिजिटल सिग्नलमा, डिजिटल सिग्नललाई अडियो सिग्नलमा गरेर हाम्रो कानसम्म आइपुग्ने गर्छ। दुईटाले नै एकअर्कासँग काम गर्छन् र हाम्रो कानसम्म आउँछ। सिधै भन्नुपर्दा हाम्रो कानसम्म आउँछ र हामीले सुन्ने गर्छौँ है त। सिग्नलको थ्रु, रेडियो सिग्नलको थ्रु हुन्छ र भोलि नेक्स्ट टाइम कनेक्ट गर्नुपर्दा आइडेन्टिफिकेसन थाहा भइसक्छ, यो मोबाइलबाट आएको हो भनेर दुईटालाई थाहा भइसक्छ, एकअर्कासँग साथी भइसक्छन् र तब चाहिँ यसरी काम गर्ने हो, हाम्रो कानसम्म आइपुग्छ र हामीले सुन्ने गर्छौँ है त।